नयाँ बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौँमा भारतको पहिलो उच्च स्तरीय भ्रमण मे 11-12मा हुने अपेक्षा गरिएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले मौरिससमा सम्पन्न नवौं इन्डियन ओसियन सम्मेलनका क्रममा आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग परियोजना तथा कार्यक्रमहरूको अन्तिम रूप दिने विषयमा छलफल भइरहेका बेला उक्त प्रस्ताव राखेका थिए। भारतीय परराष्ट्र सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने प्रस्ताव मुख्यतः नेपालका नयाँ सरकारका प्राथमिकताहरू बुझ्ने उद्देश्यले गरिएको हो, जसले गर्दा आगामी दिनमा खनाल र प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ठोस उपलब्धि हासिल गर्न सकियोस्। हाल नेपालमा भारतीय सहयोगमा 90 भन्दा बढी परियोजनाहरू विभिन्न चरणमा रहेका छन्। रोकिएका परियोजनाहरूको समस्या दुई देशबीचको द्विपक्षीय सम्बन्धमा लामो समयदेखि चुनौती